लाउरे दाई यो आन्टीलाई कसरी हो ठिक पार्नु पर्यो। लाउरे दाई मजाले मिलाएर दिनु है। यो आन्टीले फेरि ब्रेक चाहिँ कहाँ लाउनु भएको के हो उँधोबाट दिँदै गरे हो क्या हो उताको फेरि यता आयो क्या हो। यस्तै यस्तै भिडियोको चाहिँ फनी कमेन्ट अनि एकदमै सेभिङ कमेन्ट अनि एकदमै मजा आउने कमेन्टहरू लिएर आएको छु। यो भिडियो हेरौँ अनि यसको फनी कमेन्ट पढौँ है त। केटाहरूको कमेन्ट हेर न फेरि केटा ख्याल आएको बन्दुक अहिले त सफा भयो होला नि है लाउरे दाई। केटाहरूले कमेन्ट चाहिँ खत्रै गर्न जानेको। लाउरे दाईले बन्दुक दिन खोजेको छन् उता मुटु के नै दिन लाग्यो लाउरेले भनेर हेरेर बसेको त लास्टमा त छातीको भुत्ला पोरे। के हो फेरि हिमालको चिसो लाग्यो होला देउ मुदाई मजाले हैन तिमीहरु कहिले सुध्रने। केटाहरूले दिन चाहिँ दियो है ख्याल आएको बन्दुक पड्काएर के काम। यता फेरि दिदीले कता हो ब्रेक लाएर साइकलको खत्तमै पारिसके। यो भिडियो हेरौँ भने यसको फन्नी कमेन्ट पढौँ है त। कमेन्टले मार्केट खाए ब्रेक माथि रहेछ साइकलमा साह्रै गाह्रो परेछ नि बिचारीहरूलाई। लौ नानी अब के गर्ने होला। कस्तो कस्तो कुरा याद गरेको छैन त छन्दानी। कोही केटाहरूलाई चाहिँ के सोचाएको साह्रै अभागी म साँच्चै भन्नु पर्दा म त्यो समयमा साइकलको पछाडि हुनुपर्ने। कसैलाई बुढो नभएर पिर कसैलाई बुढो लुकाउनको हत्ते। यो भिडियो हेरौँ भने यसको फनी कमेन्ट पढौँ है त। केटाहरूको दिमागमा फेरि के पस्यो घोडा चढ्न सक्छ कि नै भाइ। केटाहरूलाई कमेन्ट गर्न चाहिँ आउँछ क्या कलियुगको राधा र कृष्ण। ओ गड के हो कमेन्ट जियोस् हात चाहिँ मलिलो रहेछ माताको। फेरि यो दाइलाई के याद आयो पहिला पहिला हाम्रो घरको घोडा यस्तै गर्थ्यो लुकेर हेर्थ्यो। यो चाहिँ सही है गाइज सुनको डल्लो जस्तो कति लुकाएको हो लो हेर। फेरि यो बहिनीलाई डान्स गर्दै फिलाउँछ कुन फिल्मको फिलाएको पुरै बुझ्न गाह्रो। यो भिडियो हेरौँ अनि यसको फनी कमेन्ट पढौँ है त गाइज। तपाईहरुलाई थाहा नि कस्तो फिल हुन्छ तपाईहरुलाई थाहा छ। यो चाहिँ सही हो है कुन मुभीको सुटिङ हो यो। के हो फेरि कमेन्ट कसले छिराइदियो पछाडिबाट भइस त पो आइरहेको छ त। उम्रिँदै तिन पाते भनेको यस्तोलाई भनिन्छ के रे के हो फेरि कमेन्ट केटाको मैले छिराए जस्तो छ त। हल्लाउँदै बनाएको भिडियो हेरौँ अनि यसको फनी कमेन्ट पढौँ है त गाइज। हिजो राति बङ्गालीले कति पैसा दियो नेपाली त होइन पक्कै कालो कालो थियो। फेरि केटाको कमेन्ट हेर न तिम्रो मेरो लागि 2 दाना बगाटे त 1 केजीको छ त। होइन कुन चाहिँ राणाको बानको हात त मलिलो रहेछ यार। यस्तो भिडियोले राति भाइलाई सुत्न पनि नदिने भयो यार के गर्ने होला। के हो केटाहरूले त भुइसी नै सुत्छ क्या एक पोकाबाट 10 लिटर आउनु पर्यो। फेरि यता यो आन्टीलाई उठ हो कि मान्छे छुट्याउनै गाह्रो भइसक्यो। यो भिडियो हेरौँ अनि यसको फनी कमेन्ट पढौँ है त गाइज। यसै ठाउँमा घुम्न आएको म त एउटा पर। यो दाइले चाहिँ फेरि खत्रै मूल्याङ्कन गर्नु। मेरो सुँगुर खुस्केको छ हजुरहरूले कतै देख्नु भएको छ। पछाडिबाट परी अगाडिबाट टपारी जस्तै छु म नझुकिनु होला कोही।
त्यस्तै भएको थियो है। त्यसका बाजे मेरो त साथै गयो भने अगाडि नफर्की भनेको बिहोस भएर अहिले हस्पिटलको बेडमा छु। यो आन्टीले फेरि साडी उचालेर भिडियो बनाएर धङ्छ। यो आन्टीलाई के चाहिएको? यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढौँ है त गाइज। क्या खतरा कमेन्ट हो। पापी नजर पनि कता कता जान्छ सानो भाइ, साह्रै दुःख दिन्छ। कसैलाई फेरि जोस आइसक्यो। अलि माथितिर सार्नु त माया फरिया। केटाहरूले फेरि पुरै हेर्न खोज्छन् कि। तँ पनि नलगाई नाचिदिएको भए कस्तो हुन्थ्यो होला, अझै भाइरल हुन्थ्यो कि। बिचरालाई गाह्रो परेछ। यस्तै यस्तै भिडियो हेर्न खुब आनन्द आउँछ बुढेसकालमा पनि। निहुरिएर हेर्दा पनि फेवातालमा कुनिकी हेर्न मुस्किलले। तू समझा? मर्ने बेलामा हरियो काँक्रो भने यही त होला नि गाइस। यो पनि भिडियो हेरौँ अनि यसको फन्नी फन्नी कमेन्ट पढौँ है त गाइस। पक्कै पनि यो दाँतको विज्ञापन गर्नु भएको दिदीले नराम्रो नसोच्नु होला। के हो केटा हो, आन्टी लभर त खतरा आयो। त्यसै हो केटाहरू आन्टी लभर भएको। कोही कोही नजिक छौ भने यी दिदीलाई राची लैदो न, बरा सुईको कमी देखे मैले। 40 काटेसी बैसा यही होला। 40 काटेसी फेरि एकचोटि बैसा आउँछ रे भनेको सुनेको थिएँ, तर आज देख्न पाएँ। म भाग्यमानी रहेछु। ऋतु बस्नेत स्विमिङ गरेको भिडियो हेरौँ अनि यसको फन्नी फन्नी कमेन्ट पढौँ है त गाइस। यस्तो भिडियोहरू मेरो बोयफ्रेन्डसम्म नपुगोस् है। फेरि केटाहरूले के देख्यो? कालो कट्टु। कालो कट्टु देखेर छेपारै च्याट मेरो। नमस्ते, म राष्ट्रिय राणा सङ्घको केन्द्रीय अध्यक्ष। फेरि यसको रिप्लाई हेर्नु न। रिप्लाई, म चाहिँ राणाहरूलाई तलाउने वाली। यस्तै यस्तै भिडियो हेर्नका लागि सब्सक्राइब अनि लाइक कमेन्ट अनि सब्सक्राइब पनि गर्न नभुल्नु होला। र मन परे भिडियो लाइक सेयर अनि कमेन्ट पनि गर्न नभुल्नु होला। र नव वर्ष 2082 सालको विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा तपाईँहरू सबैलाई सुख अनि शान्ति मिलोस्।